एसएसएस हस्पिटालिटीको तेस्रो वार्षिक उत्सव शुभ अवसरमा यहाँ पाल्नुहुने प्रमुख अतिथि सामान्य महिला बालबालिका तथा ज्येष्ठ मन्त्री उमा रेग्मीज्यू, त्यसै डानका अध्यक्ष श्री खुमबहादुर सुवेदीज्यू, हानका वरिष्ठ उपाध्यक्ष श्री विनायक शाहज्यू, वरिष्ठ गायक समाजसेवी सीताराम पोखरेलज्यू, एसोसिएसन डेरी एसोसिएसनका अध्यक्ष श्री प्रहलाद दाहालज्यू र पर्यटन व्यवसायी समाजसेवी सिद्धार्थ रञ्जितज्यू, सँगसँगै यहाँ वरिष्ठ समाजसेवी रामप्रसाद नेउपाने र सम्पूर्ण पत्रकार मित्रहरू, यहाँ समाजसेवी सोसल सामाजिक अभियन्ता र सम्पूर्ण साथीहरूमा मेरो एसएस हस्पिटालिटीको तर्फबाट न्यानो स्वागत र अभिवादन। एसएस हस्पिटालिटी सोल्युसन आजभन्दा 3 वर्ष अगाडि म बाहिर आफ्नो कार्यक्षेत्रलाई बाहिर काम गर्दै जाँदाखेरि नेपालमा गएर केही हस्पिटालिटी सम्बन्धी केही काम गरौँ, त्यहाँका हेल्थ र हाइजिन सम्बन्धी पनि केही स्किल्स र स्ट्रेन्थलाई नेपालमै युज गरौँ भन्ने सोचले नेपाल आइपुग्दाखेरि नेपालको परिप्रेक्ष्यमा म 10 वर्ष ढिला थिएँ। तर 10 वर्षको भित्रमा नेपालको हस्पिटालिटीको कन्टेक्स्ट चेन्ज भएको कारणले मैले डाँडागाउँ स्थित एउटा राम्रो रिसोर्टमा एज अ म्यानेजर जब गर्दै गर्दा त्यहाँ मैले आफ्नै कार्यक्षेत्रमा आफ्नै काम गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। त्यसमा पनि अझै मसँग एउटा इन्सिडेन्ट के भएको थियो भने मैले त्यहाँ कोही एउटा पाहुना साथी उहाँले मलाई अब यसपछि तपाईँ के गर्ने भन्दाखेरि म आफ्नै काम गर्ने आफ्नै सोच बनाउँछु, हस्पिटालिटीसँग सम्बन्धित सेवामा समर्पित हुने कुनै काम गर्छु भन्ने सोच बनाएको छु भन्दा उहाँले मलाई के भन्नुभयो भने हस्पिटालिटीमा काम गर्ने अनि डक्टर चाहिँ को राख्नुहुन्छ त भनेर सोध्नुभएको थियो। यो मैसँग भएको घटना अनि मैले सोचेँ ओहो हस्पिटालिटी क्षेत्र भनेपछि त अझै पनि व्यक्तिमा हामी हुन त पाहुना भगवान हो, अतिथि देवो भव जस्ता कुरा त गर्छौँ, तर हस्पिटालिटी के हो भन्ने कुरा त अझै पनि ज्ञानको कमी नै रहेछ हामीमा। हुन त हामीले पस्केर दिने खाना हस्पिटालिटीसँगै सम्बन्धित छ र त्यसैलाई मार्गदर्शनको रूपमा लिँदै एसएस हस्पिटालिटीलाई मैले स्थापना गरी 3 वर्षदेखि काठमाडौँका झन्डै 3 वटा रिसोर्ट एसएस हस्पिटालिटीको म्यानेजमेन्ट, केही रेस्टुरेन्टहरूमा कन्सल्टिङ र त्यससँग सम्बन्धित सेवामा समर्पित भइआएको छ। साथै यति भन्दै गर्दाखेरि एसएस हस्पिटालिटीलाई यहाँसम्म डोर्याउनमा र मेरो मार्गदर्शकको रूपमा मेरो साथी दाई सहयात्री जे भनौँ राजु भट्ट सर, रामचन्द्र पोखरेल सर, राजेन्द्र त्रिपाठी सर जस्तो सरहरूले मलाई मार्गदर्शन गर्नुभएको छ। त्यस्तै यहाँ चिकन स्टेसनको कर्पोरेट सेफ सर कुमार चालिसे सर मलाई कहिले अप्ठ्यारो पर्दाखेरि मैले उहाँसँग सरसल्लाह लिने गरेको छु। त्यसैले गर्दाखेरि फेरि पनि म तपाईँहरू सबैजनालाई प्रमुख अतिथि माननीय महिला तथा बालबालिका ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू सँगसँगै सम्पूर्णमा एसएस हस्पिटालिटीको तर्फबाट न्यानो स्वागत र अभिवादन व्यक्त गर्न चाहन्छु। धन्यवाद। यसको वार्षिक कार्यक्रमका सभाध्यक्षज्यू, मञ्चासीन विभिन्न अत्यन्त महत्त्वपूर्ण व्यक्तित्वहरू, सम्मानित हुने सम्पूर्ण व्यक्तित्वहरू र उपस्थित सर्वप्रथम त म क्षमा पनि माग्न चाहन्छु, किनभने म अलि हतारमा 2 बजे एउटा मिटिङै छ, त्यसले गर्दाखेरि हतारको त्यस कारण तपाईँहरूसँग सबै कार्यक्रम नसकिन्जेल बस्न पर्थ्यो, तर त्यो पनि भ्याइन, त्यसका लागि क्षमा चाहन्छु। र यहाँहरू सबैलाई सम्मानित व्यक्तित्वहरू जो सम्मानित हुनुभयो सबैलाई हार्दिक बधाई दिन चाहन्छु र उनीहरू मौका दिने आयोजकहरूलाई पनि मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु। वास्तवमा यो हस्पिटालिटी एसएस हस्पिटालिटी सल्युसन वास्तवमा उहाँले अध्यक्षज्यूले अहिले भन्नुभयो यो बुझेन हस्पिटालिटी नबुझ्न सक्छ, तर पाउन सत्कार भन्दै भए छ नबुझिन्थ्यो। हस्पिटालिटीको नेपालीमा पाउन सत्कार हामी नेपाली भाषा प्रयोग गरौँ। हाम्रो धेरै अङ्ग्रेजी त्यसमा दूरदराजलाई ख्याल राखौँ, त्यसो भएपछि उहाँहरूले बुझ्नुहुन्छ। तर यो अत्यन्त प्रभावकारी कार्यक्रम हो, किनभने यस्तो कार्यक्रम सुने मैले उहाँहरूले पनि
अत्यन्त राम्रो कार्यक्रम गर्नुभएको छ र आज 5 स्टार होटेलहरूमा अरू होटेलहरू पनि अत्यन्त महँगो भएको छ। त्यस्तो ठाउँमा आवासीय हुन पनि अत्यन्त गाह्रो छ। गाउँ गाउँमा होमस्टे पनि राखेर त्यो डेभलप गरेर गऱ्यो भने पाहुनाहरूलाई पनि सहज हुन्छ, सुविधा हुन्छ र अलिकति सुलभ मूल्यमा उहाँहरूले पनि चाहिँ बस्ने खाने व्यवस्था हुन्छ र पर्यटकलाई आकर्षण गर्न पनि सकिन्छ। त्यसो भएको हुँदा यो यस्तो किसिमको काम गरेर सुरुवात गर्नुभएको छ। यसको अत्यन्त सकारात्मक हाम्रो देशमा अत्यन्त सकारात्मक पक्ष छ भन्ने मलाई लाग्छ। गाउँ गाउँमा मैले के देखेको छु भने रारामा धेरै पर्यटकहरू जानुहुन्छ तर त्यहाँ बस्ने एउटा राम्रो होटेलसम्म छैन। त्यस कारणले त्यस्तो ठाउँमा होमस्टे यस्तो हस्पिटालिटी सबै कुरा हुन सक्यो भने त्यो पनि पर्यटकीय दृष्टिकोणले अत्यन्त राम्रो र हाम्रो गाउँ दूर दराजमा कुना कान्छा जहाँ पनि मुलुकलाई चिनाउनको निमित्त पनि यो प्रविधिको अथवा यो तरिकाको अत्यन्त समसामयिक छ, आवश्यक छ। त्यस कारणले यहाँले गर्नुभएको प्रयास चाहिँ सुरुवात गर्नुभएको प्रयास पुरै रूपमा सफलीभूत होस् भन्ने कुरा हार्दिक शुभकामना दिन चाहन्छु। र वास्तवमा भन्नु भने अहिलेको युवाहरू जो विदेशमा पलायन भएका छन् दिनदिनै बढीभन्दा बढी मात्रामा विदेश जाने प्रवृत्ति छ। जसका कारण गाउँ गाउँमा महिलाहरू र ज्येष्ठ नागरिकहरू बाहेक अरू मृत्युको समयमा पनि युवाहरू भेटिँदैन। त्यस कारण यस्ता कार्यक्रमहरू अझै राम्रो प्रभावकारी किसिमले हामीले गाउँ गाउँमा सञ्चालन गर्न सक्यौँ भने हामीले युवाहरूलाई रोजगार दिन सक्छौँ र युवा पलायन हुने परिस्थिति पनि न्यूनीकरण आउँछ। त्यसो भएको हुँदा यो सुरुवाती हर किसिमको पर्यटकलाई आकर्षण गर्ने अथवा पर्यटकलाई चाहिने पूर्वाधारहरू के तयार गर्ने ठुलो स्केलमा 5 स्टार होटेलको मात्रै कल्पना नगरौँ होइन। यस्तो कुराले पनि के अरे चाहिँ पर्यटकहरूलाई आकर्षित गर्न सक्छ। एउटा गाउँमा जाँदाखेरि चाउचाउ पकाएर उनीहरूको खाने रुटिन हुन्छ। चाउचाउ पकाएर उमालेर खाने सम्म पनि अप्ठ्यारो परिस्थिति महसुस गरेका हुन्छन्। त्यस कारणले गर्दा फलाना ठाउँमा होमस्टे छ, यस्तै हस्पिटालिटीको व्यवस्था छ भनेर आकर्षित भएर गाउँ जानलाई पनि अप्ठ्यारो नमान्ने परिस्थिति हो भने हाम्रो देशको विकासमा पनि टेवा पुग्नेछ, पर्यटन प्रवर्धन हुन सक्नेछ, युवाहरूले रोजगारी पाउन सक्नेछन्। त्यसो हुँदा यसको चौतर्फी महिमा छ। एउटा सानो कुरा एउटा पाउन सत्कारको कुरा छ तर यो भित्र धेरै कुरा लुकेको छ। धेरै ठुला सपना देखेर मात्रै पनि हामी मुलुकको विकास गर्न सक्दैनौँ। त्यस कारणले सानैबाट सुरुवात गऱ्यौँ भने त्यसले चाहिँ नि राम्रो आकार लिन्छ। हामी कहाँ वास्तवमा भन्यो भने रोजगारी खोज्ने पर्यटन क्षेत्रमा हामीले रोजगारी खोज्ने हो, कृषि क्षेत्रमा हामीले रोजगारी खोज्ने हो। ठुला उद्योगको सपना देखेर अहिले पुरा हुन सक्दैन। त्यस कारणले हाम्रो जे छ त्यसमा रोजगारी खोज्ने हाम्रो जुन बानी विकास होस् त्यो बानी विकास भयो भने रोजगारी दिन सकिन्छ, रोजगारी खोज्नेहरूले प्राप्त गर्न सक्छन्। त्यस कारणले पानी हो, पर्यटन हो, कृषि हो, यी क्षेत्रहरू चाहिँ रोजगारीको लागि महत्त्वपूर्ण छन्। यिनीहरूलाई कसरी हुन्छ महत्त्व दिनलाई नेपाली सरकारले पनि कृषिमा रोजगारमूलक परिस्थितिको सिर्जना गरेको छ र रोजगार कसरी गरेर खाने भन्ने कुरा छ। हाम्रो मन्त्रालयले पनि महिलाहरू दूरदराजमा बसेका डोको बोक्ने महिलाहरूलाई, डोकाको भारी बोकेर हिँड्ने महिलाहरूलाई टार्गेट गरेर हेरेर उहाँहरूलाई चाहिँ नजर राखेर हामीले पनि उद्यमशीलताको तालिम दिने र उहाँहरूलाई टेवा पुँजी पनि दिने, सर्टिफिकेट दिने। सर्टिफिकेट दिएपछि पनि उहाँहरूले त्यो सर्टिफिकेट 10 दिनको तालिम दिएपछि त्यो सर्टिफिकेट राखेर पनि उहाँहरूले के अरे चाहिँ रकम प्राप्त गर्न सक्नुहुन्छ र उहाँहरूलाई चाहिँ टेवा पुँजी पनि दिएपछि सानो टेवा पुँजीबाट पनि उहाँहरूले आफ्नो व्यवसाय सुरु गर्न सक्नुहुन्छ। सहरी बजारी एरियाभन्दा पनि दूरदराजमा जहाँ महिलाहरूले डोको बोकेर हिँड्छ
ती ढोका बोकेर हिँड्ने महिलाहरूलाई टार्गेट गरेर हामीले हाम्रो बजेटै अत्यन्त थोरै छ हाम्रो मन्त्रालयमा त्यसमा पनि महिलाहरूको दूरदराजको महिलाहरूको टार्गेट गरेर हामी बजेट बनाइरहेको छौँ र मन्त्रालयमा एउटा ढुकु बोकेको महिलाको फोटो राखेर त्यसैलाई हेरेर हामीले चाहिँ त्यसको इम्पावर कसरी गर्ने उसलाई कसरी माथि उकास्ने भनेर हामीले चाहिँ कामको सुरुवात गरेका छौँ। त्यसो भएको हुँदा यहाँहरू पनि यो सानो काम नसम्झिनु होला, यहाँहरूले सुरुवात गर्नुभएको काम ठुलो काम हो। ठुलो मुलुकलाई भोलि यस्तो झाँगिँदै जाँदा विकसित हुँदै जाँदा मुलुकलाई ठुलो टेवा पुग्छ। त्यस कारणले यसको प्रगति र अझै अगाडि बढ्न सकोस् भन्ने शुभकामना दिँदै यहाँहरू समक्ष म लामो कुरा पनि नगरौँ। आज अलिकति म पनि हतारमा छु, यो अवसर दिनुभयो, मलाई बोलाउनुभयो, के अरे चाहिँ मलाई यो अवसर दिनुभयो, धेरै धेरै धन्यवाद दिँदै सबैलाई शुभकामना जसले चाहिँ सम्मान गरियो उहाँहरूलाई पनि अझै उत्तरोत्तर प्रगति र फेरि भविष्यमा पनि राम्रो काम गरेर फेरि पनि अरू बढी सम्मान दिन सक्षम हुनुहोस् भन्ने शुभकामना दिँदै आफ्नो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद। नेपाल निर्माणमा सङ्घ संस्थाको भूमिका जुन विषयवस्तु लिएर हाम्रो एसएस हस्पिटालिटीले आफ्नो विश्व राष्ट्रिय उत्सवको जुन कार्यक्रम आयोजना गरेका छ निकै साङ्गठिक छ। आज अब म आफै पनि अब पर्यटन क्षेत्रबाट भएको होटल चलाउने भएको हुनाले पर्यटन क्षेत्रकै केही कुरा यहाँसँग सेयर गर्नु। पर्यटन क्षेत्रहरू अब कोभिड ल्याएर थाहा चाहिँ छ, कोभिडको झन् 2.5 वर्ष शिथिल भएर अगाडि जुलुराउन थालेको छ अहिले। र अब एउटा के छ भने पर्यटन नेपालमा लोकेसन नेपालमा हुन्छ, तर पर्यटन क्षेत्र होटल क्षेत्र चाहिँ कि एउटा अन्तर्राष्ट्रिय गेस्टहरूलाई हामीले सेवा सत्कार दिने हुनाले इन्टरनेसनल एउटा व्यवसायको रूपमा अगाडि बढेको हुन्छ। त्यसमा काम गर्ने हाम्रा भाइ बहिनीहरू, त्यसमा काम गर्ने एक्सपर्ट स्किल म्यान पावरहरू नेपालमा काम गर्नुहुन्छ, तर उहाँहरू संसारमा कुनै पनि ठाउँमा गएर काम गर्न सक्नुहुन्छ। त्यो अवस्था हो। र आज पनि हामी देख्छौँ मिडल इस्टमा, मलेसियामा, कोरियामा भन्छ लाखौँको तादादमा नेपाली दाजुभाइ दिदीबहिनीहरू काम गरिरहनु भएको छ। त्यो मानेमा यो क्षेत्रले धेरै देश विकासमा धेरै कामहरू गर्न सक्छ। जस्तो अब विशेष हस्पिटालिटीले टुरिज्म क्षेत्रको विकास गर्ने सेवा उद्योग हो। हाम्रो टुरिज्म इन्डस्ट्री भनेको सेवा प्रदान गर्नुपर्ने। अब जसले नेपाल आएर घुम्न आउँछ उसले जुन खर्च गर्छ, खर्च गरेको अनुपातमा सेवा पाएन भने म त निराश हुन्छ। नेपाल छुट्याएर विदेश जाला, अरूलाई राम्रो कुरा नगर्ला। त्यसले गर्दाखेरि सेवा उद्योग नै हो हाम्रो विशेष हस्पिटालिटीले जुन काम गरिरहेको छ निकै सराहनीय छ। यसमा आउँदा दिनमा अझ राम्रो काम गरोस्, अगाडि बढोस्। अब यसले गर्दाखेरि अब एउटा भनिन्छ कि अब एउटा पर्यटक नेपाल आउँदाखेरि 11 जनालाई प्रत्यक्ष अथवा अप्रत्यक्ष रोजगारी दिन्छ। जस्तो ट्याक्सी ड्राइभर, अब पोर्टर, अब गाउँघरका होमस्टेमा जाने मन्दिरजुलेन भन्नुभयो, होमस्टेमा जाँदाखेरि त्यहाँका लोकल किसानहरू, हाम्रो लोकल तरकारी उत्पादकहरू, अब हाम्रो माघका साथी हुनुहुन्छ, माघका ग्रोसरीहरू धेरैले काम पाउँछन्। त्यसले गर्दाखेरि आउँदा दिनहरूमा हामीले नीति नियम एउटा व्यवस्थित रूपमा अगाडि बढेको खण्डमा टुरिज्म क्षेत्र यो देशको मेरुदण्डको रूपमा अगाडि बढ्न सक्छ र देशलाई आर्थिक समुन्नतिमा धेरै नै मद्दत पुर्याउन सक्छ। त्यसको लागि तपाईँ हामी सबैले र खास गरिकन सेवा उद्योग हामीले हस्पिटालिटी क्षेत्रमा काम गर्ने राम्रो आफ्नो सेवा दिन सकेको खण्डमा निकै अगाडि बढ्न सक्छौँ। एउटा समुन्नत क्षेत्र हो। अब त्यसो भन्दै गरी आज तेस्रो वर्ष प्रवेश गरेको एसएस हस्पिटालिटीको उत्तरोत्तर प्रगतिको कामना गर्दै म लगायत होटेल सञ्चालनका हाम्रो जुन सङ्घ छ होटेल सङ्घ नेपाल, हामी तपाईँहरूसँग हातेमालो गर्न तयार छौँ। अगाडि दिनु सुखद रहोस्, अगाडि अझ सफल रहौँ भन्ने शुभकामना सहित म सानो कुरा यही राख्छु। धन्यवाद। प्रमुखज्यूले पनि केही विषयवस्तु पस्किसक्नु भएको छ र ऊर्जा र देश विकासको लागि जुन हस्पिटालिटीमा हाम्रो योगदान के हुनसक्छ भन्ने विभिन्न विषयवस्तुहरूमा विभिन्न सङ्घ संस्थाहरूलाई बोलाएर केही अन्तर्क्रिया गर्न बुझ्नुभयो। आयोजकलाई धेरै धन्यवाद दिन चाहन्छु। आजको यो खास गरी यो कार्यक्रम पूर्व ताप्लेजुङदेखि पश्चिम डडेलधुरासम्म हामीले हस्पिटालिटीमा के गर्न सक्छौँ भन्ने विभिन्न विषयवस्तुहरू, विभिन्न विधाहरूलाई पस्कने जमको गर्दै
आज यो कार्यक्रम आयोजना गर्नुभयो। आयोजकलाई पुनः धेरै धेरै धन्यवाद दिन चाहन्छु। पर्यटनको हिसाबबाट मैले भनिरहँदा अथवा हामीले बोलिरहँदा खास गरी पर्यटन बुझ्न र अगाडि बढ्न त्यति सहज छैन। धेरै गहिरो अनुभव, अनुभूति, रिसर्च, रिभ्यू र यसमा डेडिकेसन भएर लाग्नुपर्छ। लाग्दै पनि पुनः हुने छैन। तपाईँहरूको यो प्रयासले एउटा इँटा थप्ने काम गरेको छ। आज धेरै व्यक्तित्वज्यूहरूलाई सम्मान गर्नुभएको छ। हामीहरूलाई बोलाएर त्यो कुरा राख्ने र एउटा अपनत्वको महसुस गर्नुभएको छ। टोकन अफ लबाट हाम्रो विभिन्न विधामा काम गर्ने व्यक्तित्वहरूलाई पनि तपाईँहरूले सम्झिनु भएको छ। डेफिनेटली पनि यो आजको कार्यक्रमले महत्त्वपूर्ण एउटा माइलेज लिएको छ भन्ने म ठान्दछु। धेरै कुराहरू भन्नुहुँदा पनि समय कम छ। आज एउटा फेस्टिभलको समय पनि छ। यस अर्थमा पर्यटन हुनुको लागि मुख्य गरी हामीले बुझ्नुपर्ने कुरा के छ भने प्रधानमन्त्रीज्यू गइसक्नुभयो तैपनि पर्यटनको विधामा पटक पटक मैले भन्ने गरेका छु। एकोमोडेसन, एक्सेस र एट्र्याक्सन यो तीनटा महत्त्वपूर्ण पक्ष हो पर्यटन हुनुको लागि। त्यसपछि हस्पिटालिटी, कल्चर, हाइजिन फुड अथवा विभिन्न कुरा प्रदर्शनमा आउने हो। यसमा हाम्रो सामञ्जस्यता मिलेको छैन। पर्यटन अथवा हाम्रो नेचुरल रिसोर्सेस अथवा प्राकृतिक सम्पदा अथवा यो राफ्टिङ, नदी नाला अथवा जहाँ जिल्ला भन्ने भनिरहेको भए पनि पर्यटनले आफूले लिनुपर्ने आम्दानी लिन सकेको छैन। यो मैले भनेको एकोमोडेसन, एक्सेस र एट्र्याक्सनको सामञ्जस्य मिलेको छैन। जुन ठाउँ पर्यटन विकास हुनुपर्छ त्यो ठाउँमा एट्र्याक्सन हुनुपर्छ। जुन ठाउँमा पर्यटन विकास हुनुपर्छ त्यो ठाउँमा एकोमोडेसन हुनुपर्छ। गर्नुपर्ने काम कर्तव्यको लागि र हामीले अगाडि बढ्दा राष्ट्र कसरी समुन्नत हुन सक्छ र हाम्रो व्यवसाय कसरी रहन सक्छ र हाम्रो पीडितमा रहने रोजगारहरू कसरी रहन सक्छन् भन्ने तर्फ रहन सकोस्। यदि हाम्रो यो हस्पिटालिटी अथवा स्वागत सत्कार जे जसरी हामीले परिभाषित गरे पनि यसभित्र नौलो मासुको निरन्तर सम्बन्ध भने जस्तै हामीले यो हस्पिटालिटी अथवा व्यवसाय अथवा हाम्रा गतिविधिहरू अथवा हाम्रा रोजगारीहरू यो विभिन्न विषयवस्तुहरू एकदम इन्भल्भमा भएर काम गर्ने हुँदा हामी सबै माथि टपको बटनदेखि तलसम्मको विषयवस्तुहरू विधाहरू मिल्नुपर्छ भन्ने लाग्छ। आजको हस्पिटालिटी अथवा स्वागत सत्कार कार्यक्रममा नेपाल पर्यटन बोर्डको हलमा भइरहेको कार्यक्रममा नेपाल पर्यटन बोर्डलाई पनि म व्यवसायको तर्फबाट अनुरोध गर्न चाहन्छु। मन्त्रालय र नेपाल पर्यटन बोर्डको द्वन्द्वमा हामी प्राइभेट सेक्टर आधारकारी अवस्थामा छौँ, अप्ठ्यारो अवस्थामा छौँ। नेपाल टुरिज्म बोर्डको स्थापना हामी प्राइभेट सेक्टरहरूको अनुरोधमा नेपाल सरकारसँग स्थापना भयो। आज नेपाल पर्यटन बोर्डले डेस्टिनेसन प्रमोसनको जिम्मा लिएको हो। डोमेस्टिक होस् अथवा अन्तर्राष्ट्रिय होस्, यो अन्तर्राष्ट्रिय रूपमा जुन डेस्टिनेसन प्रमोसनको जिम्मा नेपाल पर्यटन बोर्डले लिएको थियो त्यस अर्थमा हामी प्राइभेट सेक्टर अगाडि बढ्न सकेका छैनौँ। केही समयदेखि मन्त्रालय र नेपाल टुरिज्म बोर्ड बिचमा भएको एउटा जुन अन्तर्बन्धन एउटा हाम्रा पर्यटन व्यवसायलाई आफ्नो डेस्टिनेसन प्रमोसन गर्न, विदेशमा नेपालमा ल्याउन, नेपालहरूको पर्यटक स्वदेशी पर्यटकलाई पनि विभिन्न गन्तव्यमा गञ्जाल गर्नु स्थिति छ। यो आजको कार्यक्रमबाट नयाँ पर्यटन मन्त्रीज्यू आइरहनु छ, उहाँलाई पनि अनुरोध गर्न चाहन्छु। नेपाल टुरिज्म बोर्डको शिवजना पनि अनुरोध गर्न चाहन्छु। सम्पूर्ण पर्यटन व्यवसायलाई अनुरोध गर्न चाहन्छु। तपाईँलाई अनुरोध गर्न चाहन्छु र यहाँको भएको अथवा नभएको सबै पर्यटनप्रति माया गर्ने व्यक्तित्वज्यूहरूलाई नेपालको पर्यटन उद्योगबाट मात्र नेपालको पर्यटनको विकास अथवा आर्थिक उन्नति हुनेछ भन्ने म अनुरोध पनि यो पुडेलबाट अथवा यो मञ्चबाट अनुरोध गर्न चाहन्छु। म यो मन्तव्य के भन्न चाहन्छु भने तपाईँ हामी सबै पर्यटन व्यवसाय कुनै प्रत्यक्ष रूपमा पर्यटन व्यवसाय लाग्नु होला, कुनै अप्रत्यक्ष रूपमा होला। यसमा एउटा कुखुरा व्यापार गर्ने अथवा हामीले कृषक काम गर्ने गोरुमा व्यापारीदेखि जो तराईमा बोट चलाउने बोटीदेखि अथवा हिमालयमा आफ्ना भाइहरूले भरियादेखि अथवा साधारण व्यवसाय गरेदेखि ठुला व्यवसाय आकाशमा प्लेन उडाउन सक्ने सबै पर्यटन व्यवसाय। यस अर्थमा सम्पूर्ण देशवासी अथवा पर्यटन व्यवसाय संलग्न प्रत्यक्ष अप्रत्यक्ष सबैप्रति पर्यटन व्यवसायको उद्योगको रूपमा स्थापित गर्नुपर्ने र हामीले रोजगारी सिर्जना गर्नुपर्ने विषयवस्तुमा तपाईँहरू सबै हातेमा अगाडि बढोस् भन्न चाहन्छु। र यो आजको कार्यक्रममा आयोजकले पर्यटन व्यवसायको तर्फबाट चढान लगाएको संस्थाहरूलाई
जुन बोलाएर कि बोल्ने मौका दिनुभयो यहाँलाई धन्यवाद दिन चाहन्छु र पुनः सम्मानित व्यक्तित्वज्यूहरूलाई धेरै धेरै आभार प्रकट गर्दै तरुण व्यवसायमा तपाईँ हाम्रो हातमा हात साथमा साथ र काँधमा काँधको रूपमा चाहिँ अगाडि बढोस् र नेपालको हस्पिटालिटी अथवा आतिथ्य सत्कारको गतिविधिमा तपाईँको आगामी वर्षहरू पनि सुखद तरिकाले बितोस् र तपाईँले फेरि अगाडि सहकारी गर्ने वातावरण मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो भनाइ यही अन्त गर्छु। जय प्रकाश। नेपालमा 2009 सालबाट डेरी सुरु भयो र त्यति बेलादेखि सुरु भएको डेरी आज आउँदाखेरि चाहिँ करिब करिब देशभरि साना ठुला गरेर 10,000वटा डेरीहरू चाहिँ छन्। साना घरेलु डेरीहरूदेखि लिएर ठुला इन्डस्ट्रीहरूदेखि लिएर र देशभरिको दुधको आँकडा हामीले हिसाब गर्दाखेरि 62 लाख लिटर दुध दिनमा उत्पादन हुन्छ। 31 लाख लिटर दुध बजारमा आउँछ र 31 लाख लिटर दुधको चाहिँ जम्मा 30% चाहिँ दही बन्छ दैनिक र त्यो भनेको चाहिँ करिब करिब 5 लाख जति हुन्छ र आज चाहिँ 5 गुणा बढी बिक्री हुन्छ र करिब करिब आज 50 लाख लिटर भएमा देशभरिमा चाहिँ दही खपत हुन्छ र यसको नगदमा हामीले क्यालकुलेट गर्दाखेरि चाहिँ करिब करिब तपाईँको झन्डै 60 करोड जति हाराहारी चाहिँ हुन्छ र यति धेरै ठुलो चाहिँ आर्थिक रूपमा यसको चाहिँ एउटा कारोबार देखिन्छ र दैनिक चाहिँ सहरबाट गाउँमा 5 करोड रुपियाँ चाहिँ जान्छ। यसमा रोजगारीको पनि लगभग 6 लाख कृषक परिवार प्रत्यक्ष रोजगारी पाउनु भएको छ भने उद्योग स्तरमा लगभग 35,000 जनाले उद्योग पाउनु भएको छ। कुल राष्ट्र उत्पादनमा डेरी सेक्टरको मात्र चाहिँ 9% योगदान रहेको छ र हामीले अहिले हेर्दाखेरि चाहिँ डेरी सेक्टर हेर्दाखेरि चाहिँ सामान्य लाग्छ तर अहिले जुन हामी अर्ग्यानिक खेतीको कुरा गरिरहेको छौँ यो पनि इन्टरमिडिएट छ। यदि पशुपालन भएन भने हामी अर्ग्यानिक खेतीतिर पनि जान सक्दैनौँ। त्यस कारणले पशुपालनतिर हामी गयो भने यसले चाहिँ धेरैवटा कुरालाई प्लस पोइन्ट गराउँछ र जुन अहिले हामी हस्पिटालिटीको कुरा गर्दाखेरि पनि यो सेक्टरमा पनि हाम्रो योगदान त्यतिकै छ।
Sorry,